हेलो साथीहरु नमस्कार। आज म तपाईहरुलाई यो फेसबुकले यो नयाँ अपडेट ल्याएको रहेछ आज मात्रै। त्यसको बारेमा सानो भिडियो बनाउँदै छु। आशा छ तपाईहरुलाई यो भिडियो मन पर्नेछ। यदि मन पर्यो भने कृपया भिडियोलाई लाइक शेयर र कमेन्ट गर्नु होला र भिडियोलाई अन्त्यसम्म हेर्नु होला। यदि तपाईहरु पनि फेसबुकलाई मोनेटाइज गर्न चाहनु भएको छ र आइडिया छैन भने हामीले के क्राइटेरियाहरु पूरा गर्नुपर्छ त भनेर यो क्राइटेरिया सहित आज चाहिँ फेसबुकले कन्टेन्ट मोनेटाइजेसनलाई अपडेट गरेको रहेछ। त्यसकै सम्बन्धमा एउटा सानो भिडियो बनाउँदै छु। भिडियोलाई पुरा हेर्नु होला। यदि तपाईहरु पनि भिडियोहरु हालेर पोस्टहरु हालेर स्ट्याटस फोटोहरु हालेर फेसबुकलाई मोनेटाइज गरेर अर्निङ गर्न चाहनुहुन्छ भने हैन भर्खरै नयाँ अपडेट आएको रहेछ। कसरी गर्न सकिन्छ के क्राइटेरिया चाहिँदो रहेछ भनेर म देखाउन गइरहेको छु। सायद तपाईहरुलाई भिडियो इन्फर्मेटिभ हुनेछ र म तपाईहरुलाई मेरो फेसबुकको स्क्रिन शेयर गरेर देखाउँदै छु है त। त्यसपछि हामी यहाँ प्रोफाइलमा जानेछौँ। यहाँ प्रोफाइलमा गइसकेपछि यहाँ अहिलेसम्म मेरो यो प्रोफेसनल ड्यासबोर्ड बनेको छैन। पहिला यसलाई हामीले चाहिँ प्रोफेसनल ड्यासबोर्डमा चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ मोनेटाइजको लागि। यहाँ जाने, यहाँनिर तल आइसकेपछि टर्न अन प्रोफेसनल मोड भन्ने हुन्छ, यहाँनिर क्लिक गर्ने अनि त्यसपछि यहाँ टर्न अन गरिदिइसकेपछि यो चाहिँ अब प्रोफेसनल सफाइ हैन। नेक्स्ट ड्यासबोर्ड देख्न सक्छौँ। अब अघिसम्म प्रोफाइलमा थियो भने अहिले चाहिँ यहाँ प्रोफेसनल ड्यासबोर्ड देख्न सक्यो। हामीले यहाँनिर क्लिक गर्छौँ। यहाँनिर क्लिक गरिसकेपछि यहाँनिर लास्टमा हामी देख्न सक्छौँ मोनेटाइज भनेर छ। यहाँ मोनेटाइजमा गइसकेपछि हामीले चाहिएको मेरो कुनै पनि एभाइलेबल छैन अहिले। हामी कन्टेन्ट मोनेटाइजेसनमा जान्छौँ। यहाँ गएर देख्न सक्छौँ वेट लिस्ट क्राइटेरिया 4 of 6 मेट भनेको 6वटा क्राइटेरिया पुरा गर्नुमा मेरो चाहिँ 4वटा मात्रै पुगेको रहेछ। के पुगेको छ त भनेर हेर्न सकिन्छ। बी एट लिस्ट 18 years old भनेको छ। रिसाइड इन एलिजिबल कन्ट्री, अहिले नेपाल चाहिँ एलिजिबल कन्ट्री भइसकेको छ। यो टिक गरेको चाहिँ ब्लुले टिक गरेको जति चाहिँ क्राइटेरिया पुगेको। मेरो नपुगेको भनेको ह्याभ एट लिस्ट 10,000 फलोवर्स अनि त्यसपछि 1,50,000 भ्यू चाहिँ 28 दिनमा पुरा गर्नुपर्ने छ। त्यो चाहिँ पुगेको छैन हैन। जब यो पुग्छ त्यसपछि हामीहरूलाई यस्तो खालको इन्टरफेस आउन सक्छ। हामीले यस्तो देख्नेछौँ कन्टेन्ट मोनेटाइजेसनमा गएपछि यु आर अन द वेट लिस्ट। जब हाम्रो सबै क्राइटेरिया त्यो 6वटा मध्ये 6वटा क्राइटेरिया पुगेपछि हामीले चाहिँ यु आर अन द वेट लिस्ट भनेर देख्न सक्छौँ र कुनै पनि समय हामीलाई चाहिँ यो कन्टेन्ट मोनेटाइजेसनको सेटअप आउन सक्छ। तर हामीले के गर्नुपर्छ त भन्दा भिडियो चाहिँ आफ्नै ओरिजिनल कन्टेन्टहरु हाल्नु पर्यो हैन। अर्काको कन्टेन्ट हाल्ने टिकटकबाट युट्युबबाट डाउनलोड गरेर भिडियो हाल्यो भने चाहिँ हामी चाहिँ एलिजिबल हुँदैनौँ अथवा हाम्रो कन्टेन्ट मोनेटाइजेसन डिस्क्वालिफाई हुन सक्छ। त्यसकारण यदि तपाईहरु पनि फेसबुक मोनेटाइज गर्ने सोचमा हुनुहुन्छ भने आजैदेखि नै आफ्नै ओरिजिनल कन्टेन्टहरु हाल्नु होला। एक दिन अवश्य पनि तपाईहरुको यो फलोवर्स वाच टाइम पुग्नेछ र यो तपाईहरुले पनि कन्टेन्ट मोनेटाइजेसन एक्टिभ हुनेछ।